भाडा राख्नु भएको कहाँ राख्नु भएको मिलाको भाइ हो कि बहिनी हो यता फर्केर भन्नुहोस् त भाइ कि बहिनी आउँछ क्या नाटक होइन छिटो गर्ने खुर्कै नाटक होइन गर्नुहोस् मामुले अटेन मिलाएर राख्नु मिलाएर ओ त्यसरी फुट्यो भने त मामुले फेरि के ड्याम दिनुहुन्छ नि बेबीको मामुले यस 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 हो त्यहाँ आमा कस्तो ज्ञानी अरू बिस्तारै राख्ने लड्छ फेरि खै गाउँ कसरी राख्नु राम्रो गुड हो बेबी यहाँ भयो उयो पनि हो त नि यो नगर्ने त्यो पनि गर्नु थाल न दादाले चलाउने होइन बेबी हजुर कसको ल्यापटप बाबु बेबी हजुर कसको यो कसको ल्यापटप हो अनि किन त नि फुपूलाई नसोधी किन म सोध्यौ मलाई सोधे कि नै फुपू भनेर सोध्यौ त्यो कसको कसको त्यो बेबी डेजङ अब मेरो ल्यापटप दिन्न त्यो दादा रिसाइ त दादालाई फकाउनु दादालाई सरी दादा भन्नु दादालाई हेरेर भन्ने त्यो दादाको जुम्रा पलाएछ नि होस्टेलबाट आएपछि त बेबीले कराइदिन्छ अरे दादालाई माया गर्नुपर्छ नि होस्टेलबाट आएको दादालाई त ए किरी खै दिनु ल किरी फुपूलाई दिनु ल म फ्यालेँ ल किरी फ्यालेँ ल भयो त अब दादाको जुम्रा त्यही मारिदिनु न त्यही कतिवटा छ 8वटा हो लु फ्यालेँ लु त्यही मार्नु न खिची गरेर मारिदिनु न त्यही मारिदिनु झुटेको के जुम्रा छ भनेर उसको दाइको गफ दिन्छ सानो दाइको कपालको जुम्रा हेलो बेबीको चाहिँ हैन बेबीको पनि उठाले त त्यही मार्देऊ ख्याचे यस्तो गरेर मार्देऊ न त्यही दादाको तिम्रो दादाको फ्यालौ त झ्यालबाट लु भयो अब भयो पुग्यो बस अब भयो पर्दैन भन्छु दादाको जुम्रा मारिसक्यो लु भयो दादाको कपडा च्याते सानो ला अहिले मामुले हेर्न सानो मामा आइसक्नु खुट्टाले नगर भाइ दुख्छ भाइलाई ल्यापटप लडाउँछु है भाइलाई
सरी भन नि त दादालाई सरी भन सरी भन्न सरी दादा भन नि त छोड्दे भाइ भाइ छोड्दे भनेको छोड्दे